धेरै कुराहरू उठाएका छौँ, आजसम्म त्यसको कुनै पनि समाधानको उपायहरू भएको छैन। कहिलेकाहीँ यो रोस्टरमा आएर हामीले गर्दैछौँ भने चाहिँ त्यति भए पनि खुसी चाहिँ लाग्छ। यदि त्यो व्यवस्था छैन भने कम्तीमा प्रधानमन्त्री कार्यालयमा बसेर यो हामी बोल्छौँ स्क्रिनमा हेरेर पनि टिपोट गऱ्यो भने सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। म सुझाव दिन चाहन्छु र विषयवस्तु म उठान गर्न चाहन्छु। हामीले धेरैचोटि उठान गऱ्यौँ, धेरै हाम्रो चाहिँ मान्यज्यूहरूले भन्नुभयो राजनीतिकरण गर्ने कुराहरू। गणेश अहिले भर्खरै मात्रै आत्मदाह गर्ने यो हप्ताभित्र 3 जना व्यक्तिहरू छौँ, जहाँ मुगुको 25 वर्षीय यो अश्विन राउत 45 वर्षीय, उहाँ चाहिँ घरसी कारणले भन्ने छ, र अर्को 35 वर्षीय विवेक मण्डल। अब हामीले यो घटना पनि घट्यो, उठान पनि गऱ्यौँ, केही मान्यज्यूहरूले राजनीतिकरणको निम्ति उठान पनि गर्ने तपाईँहरूले भन्नुभयो। म भन्न चाहन्छु हामीले गरिब निमुखा असहाय र तपाईँको अन्य अत्याचारको पक्षमा उभिएर सम्मानित सदनमा बोल्दा राजनीतिकरण हुन्छ भने गर्नुपर्ने चाहिँ के हो त्यो म सोध्न चाहन्छु। र म भन्न चाहन्छु यहाँ हाम्रो कानुन मन्त्रीज्यू हुनुहुन्छ, हामीले ऐन कानुनकै मेन समस्या त्यहाँनिर हो। घटना घट्छ, छानबिन समिति बनाउने, यसो चाहिँ राहत दिने, अलिअलि पैसा दिने, अनि उसको परिवारलाई रोजगार दिने, ठक्क तपाईँको चाहिँ मिलाजस्तो गर्ने, बास समस्या समाधान भयो। सम्माननीय सभामुख महोदय, यो घटना आज मात्रै होइन, हिजो बारे त्यही हुँदै आएको छ, वर्तमान समय हुने त्यही हो। तर हामीले कहिले पनि किन भयो भनेर तपाईँको त्यसको अन्तिमसम्म खोज अनुसन्धान गरेर कानुन कहाँ कहाँ सुधार्नुपर्ने, नीतिगत समस्या कहाँ कहाँ हो त्यहाँसम्म हामी पुगेन सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु कानुन निर्माण गर्दाखेरि न सत्तापक्ष न प्रतिपक्ष समग्र तपाईँको पुस्ता नागरिक र देशको हितमा सोचेर कानुन निर्माण गर्नुपर्छ। त्यसको लागि म कानुन मन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु। र अर्को कुरो किसानको समस्या कति उठाएको भन्ने पनि छ, हामी उठाउँछौँ सम्माननीय सभामुख महोदय। आज वन्यजन्तुबाट तपाईँको चाहिँ अनगिन्ती किसानहरू तपाईँको चाहिँ आज मरेर जिरहेका छन्। यति धेरै समस्या छ, बाँदर समस्या हामीले यति धेरै उठायौँ, अहिलेसम्म छैन। खोइ छानबिन समिति भन्नुहुँदै थियो, कसै सत्तापक्षको मान्यज्यूले विधेयक बन्दैछ भन्नुहुँदै थियो, त्यो पनि हराए। कता गयो, मुसाइले खायो कि अब दुलोमा पस्यो, खोलाले बगायो भन्ने पहिला एउटा गीत सानोमा गाउँथ्यो स्कुलमा, त्यस्तै भएको सम्माननीय सभामुख महोदय। त्यसै कारणले गर्दाखेरि अरू कुरो यो किसानहरूले माथि पाहाडमा के छ भने हाम्रो उत्पादन छ, बजार छैन। कुनै पनि पहाडी क्षेत्रमा उत्पादन छ, बजार छैन सम्माननीय सभामुख महोदय। त्यसै कारणले गर्दाखेरि सरकारले साँच्चै नै परिवर्तन गर्ने हो भने एउटा कम्तीमा ठुला सहरहरूमा अर्ग्यानिक तपाईँको चाहिँ बजार खोल्नको निम्ति पनि म अनुरोध गर्न चाहन्छु। यसपालिको बजेटमा सम्भावना के छ, नत्र अर्को साल चाहिँ कम्तीमा तपाईँहरूले त्यतिर पनि ध्यान दिनुपर्छ होला, नयाँ काम गर्नको निम्ति त्यतिर तपाईँलाई ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। अर्को कुरो यो सुकुम्बासीको समस्या सरकारले आजै बनाइहाल्छौँ भोलि बनाइहाल्छौँ भनेर त हिजो अस्ति तपाईँहरूले चाहिँ निकै कुराकानी गर्नुभयो, त्यसलाई पनि यहाँ पटक राजनीतिकरण गर्छस् नै भन्नुहुन्छ यहाँहरूले। म तपाईँलाई भन्न चाहन्छु र सरकारले भन्न चाहन्छु सुकुम्बासी समस्या सानो होइन। हिजो काठमाडौँ महानगरपालिका चलाउँदै गर्दा रिस उठ्यो, कता तपाईँ त्यति हराउन सकेन, त्यसको आठमा त बाङबुङ भत्कायो, अहिले हालेर देख्यौँ नि। हामीले नगर भने के हो, नगर भन्दाखेरि प्रतिपक्ष जसले विरोधै मात्रै गर्छ भन्नुभयो यहाँहरूले। तर म तपाईँहरूलाई भन्न चाहन्छु सुकुम्बासी समस्या र अव्यवस्थित समस्या तपाईँहरूलाई कम्तीमा उच्च स्तरीय छानबिन समिति बनाउनुहोस् र देशैभरि त्यसको तथ्याङ्क सङ्कलन गर्नुहोस्। म तपाईँहरूलाई भन्न चाहन्छु सरकार पक्षलाई, तपाईँहरूले यति सुकुम्बासी र अव्यवस्थित समस्या समाधान गर्नको निम्ति मात्रै तपाईँहरूले त्यो पर कुरा छानबिन समिति बनाएर एकिन तथ्याङ्क निकाल्न तपाईँलाई 3 वर्ष लाग्छ। कहाँ तपाईँले 1 वर्षमा यो 6 महिनामा तपाईँले समस्या समाधान गर्न सक्नुहुन्छ कि यो चाहिँ बागमती किनारा बस्ने, काठमाडौँमा बस्ने मात्रै सुकुम्बासी सम्झिनु भएको छ कि देशैभरि समस्या छ। त्यसै कारणले गर्दाखेरि उच्च स्तरीय छानबिन समिति बनाएर त्यसको रियालिटी के हो तपाईँले त्यस चाहिँ अध्ययन गरेर सुकुम्बासी र अव्यवस्थित समस्या चाहिँ सधैँको लागि समस्या समाधान गर्नुपर्छ। र हामीले कहिले पनि सुकुम्बासी माथि राजनीति गर्न खोजेको छैनौँ। हामीले भनेका थियौँ हिजो कहिले श्रम संस्कृति पार्टी लगायत हामीले कहिले पनि सुकुम्बासीलाई हामीले भनेका थिएनौँ कि तपाईँहरूले हामीलाई भोट दिनुहोस्, हामीले तपाईँलाई लाल पूर्जा दिन्छ, हामी कहिले पनि भनेका थिएनौँ। र हामीले कहिले पनि भनेका थिएनौँ यदि सुकुम्बासी बस्ती भत्काउन आउँछन् हामीले छाती थाप्छौँ पनि हामीले कहिले पनि भनेका थिएनौँ। त्यसै कारणले म भन्न चाहन्छु सरकार पक्षलाई, सरकारले सुकुम्बासी समस्या सधैँको लागि समाधान गर्नुपर्छ। यो पुस्ताउँदेखि चाहिँ झाँगेर आएको समस्या हो। म त्यतिर सरकारलाई चाहिँ ध्यान केन्द्रित गर्न चाहन्छु। अर्को कुरा यो विपदको समयमा
अघि सामान्य सभामुखज्यूले रुलिङ गर्नुभयो, खुसी लाग्यो, यहाँलाई म धन्यवाद पनि दिन चाहन्छु। र विपद र आज तपाईँको विभिन्न आज तपाईँको चाहिँ जहाँ सरकारको चाहिँ दृष्टि पुग्दैन त्यो ठाउँहरूमा आज तमाम नागरिकहरू खुल्ला आकाशमुनि बस्न परेको छ, गरिब मुखाहरू। आज श्रम संस्कृति पार्टीको नेतृत्वमा हामीले देशैभरि 100वटा घर बनाउने चाहिँ हामीले चाहिँ हस्तान्तरण गर्ने अभियान चलाएका छौँ। आज ती सबै श्रमदाताहरूलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। दार्जुलामा पुल बनायौँ, त्यसमा पनि म धन्यवाद दिन चाहन्छु। तर हामीले क्युआर पार्टी के पार्टी भनेर बाहिर चाहिँ थुप्रै तपाईँको चाहिँ आज चाहिँ त्यस सम्बन्धी विवादहरू निकाल्न खोजिन्छ। हामी क्युआर पार्टी नै हो, तर क्युआर पार्टी के को लागि भन्दाखेरि देश र जनता र तपाईँको नागरिकको लागि, हामी इमान्दारिताको लागि हामी अगाडि बढाएका छौँ। यी सबैलाई म धन्यवाद दिन चाहन्छु। र अर्को कुरो अन्तिममा यो मिटर ब्याजी सम्बन्धी ठुलो समस्या तराई मधेसमा छ, यस सम्बन्धी गहिरो ढङ्गले काम गर्नु